टुरिज्म चाहिँ नेपालको नम्बर 1 इन्डस्ट्री बनाउनु नै पर्छ। यो यस्तो खालको इन्डस्ट्री हो कि जसले चाहिँ अरू इन्डस्ट्रीलाई ओभरस्याडो गर्दैन। यसले चाहिँ मल्टिप्लायरको इफेक्टमा काम गर्छ। जस्तै कि टुरिज्मले एग्रिकल्चरलाई पनि टेवा दिन्छ, यसले हाइड्रो पावरबाट जुन हामीले इलेक्ट्रिसिटी निकालिरहेको छ त्यसको पनि कन्जम्सन गराउँछ, म्यानुफ्याक्चरिङलाई पनि सपोर्ट गर्छ र अघि नै हजुरले स्टार्टिङमै भन्नुभयो रोजगारीको पनि सृजना गर्छ। र यस्तो खालको इन्डस्ट्री अरू बिरलै हुन्छ जसले चाहिँ अरू इन्डस्ट्रीलाई पनि साथमा साथ लिएर अगाडि बढ्न सकिरहेको छ। जस्तै फर इक्जाम्पल नेपालको कन्टेक्समा हामीहरूले 25% अफ GDP इक्विभ्यालेन्ट चाहिँ हामीले रेमिटेन्सबाट कमाउँछौँ। वी आर एडिक्टेड टु रेमिटेन्स। र रेमिटेन्स भनेको कस्तो भन्दाखेरि हामीले आफ्नो युवालाई आफ्नो काम गर्न सक्ने हातहरूलाई चाहिँ बाहिर एक्सपोर्ट गरिरहेका छौँ। टुरिज्मले यहाँ नै बसेर नेपालमै बसेर रोजगारी सृजना गरेर र आफ्नो युवा शक्तिदेखि लिएर कुनै पनि एज ग्रुप, जस्तै तपाईँले याद गर्नुहोस् टुरिज्ममा सबै किसिमको मान्छेहरूले काम पाउनुहुन्छ। हाइली एजुकेटेड, हाइली स्किल्ड देखि लिएर भर्खर एन्टर गर्न खोज्ने, जस्तै कि अहिले गभर्मेन्टले पनि भन्नुभएको छ वर्क वाइल यु लर्न भनिरहनु भएको छ, अर्न वाइल यु लर्नको एउटा कन्सेप्टमा आइरहेको छ। त्यो कन्सेप्टमा पनि जस्तो कि तपाईँ एज अ स्टुडेन्ट पनि पार्ट टाइम जब टुरिज्मबाट स्टार्ट गर्न सक्नुहुन्छ। एउटा 8th स्ट्यान्डर्ड पासदेखि लिएर अघि नै भने PhD स्कलरलाई पनि यसले चाहिँ एब्जर्भ गर्छ। त्यसबाहेक यसमा कस्तो खालको पनि छ भन्दाखेरि तपाईँले ग्रासरुट लेभलसम्म चाहिँ पैसाको त्यो ट्रिकल डाउन, अरू इन्डस्ट्रीमा चाहिँ मेबी हायर एउटा त्यो हायरकी हुन्छ पैसा कमाउने पनि, यसमा चाहिँ तपाईँको हातमा र हरेकजनाको हातमा चाहिँ सिधै पैसा आउने एउटा यो माध्यम पनि हो। जस्तै फर इक्जाम्पल एकजना टुरिस्ट नेपाल भित्रिँदाखेरि फर्स्टमा त हाम्रो कन्ट्रीले भिजाबाट नै पैसा कमाउनु भयो एन्ट्री गर्न सक्छ। त्योभन्दा अगाडि यदि हाम्रो फ्लाइट क्यारियरहरू नेपाल एयरलाइन्सबाट आउनुभयो भने त्यहाँबाट पनि हामीले इन्कम जेनेरेट गऱ्यौँ। त्यस्तै गरेर एयरपोर्टमा कतिजनाले त्यसले रोजगारी प्राप्त भएको छ। विदाउट टुरिज्म एयरपोर्टको पहिला अवधारणा नै आउँदैन थियो होला। सुरुमा त हाम्रो नेपालको कन्टेक्समा भन्नुहुन्छ भने टुरिस्टलाई टार्गेट गरेर नै एयरपोर्ट बनाएको र त्यही कारणले नेपालमा पनि सिभिल एभिएसन अहिलेसम्म पनि टुरिज्म मिनिस्ट्रीको अन्डरमा छ। सबै कन्ट्रीमा यो हुँदैन। तर भन्दाखेरि यहाँ चाहिँ सिभिल एभिएसन र टुरिज्मलाई चाहिँ एकअर्काको परिपूरक र कम्प्लिमेन्ट्री एजेन्सिजको रूपमा लिएको छ। त्यसै गरी तपाईँ बाहिर आउँदै गर्दाखेरि त्यहाँ ट्याक्सी ड्राइभरदेखि लिएर ट्राभल एजेन्सीबाट भने एउटा ट्राभलको ट्रान्सपोर्ट ड्राइभरबाटदेखि लिएर गाइडबाट जान्छ भने हाम्रो डाइरेक्ट इम्प्लोइमेन्ट होटलमा आउँछ। त्यस्तै गरेर यहाँ बस्ने खाना खाँदाखेरि के हुन्छ भने इन्डाइरेक्टली तपाईँको त्यही एग्रिकल्चरबाट जेनेरेट भएको कुराहरू कन्ज्युम हुने हो। त्यसै गरेर हाम्रो हेरिटेज साइट्सहरूको पनि हेरिटेज साइट्सलाई जहिले पनि रिस्टोर्ड र रेनोभेटेड रूपमा अब सधैँ कस्तो भन्दाखेरि लाइभली एसेटको रूपमा हामीले राख्नलाई पनि टुरिज्मले धेरै नै सपोर्ट गरेको छ। अदरवाइज वाइ सुड वी प्रिजर्भ आवर कल्चर भन्ने पनि एउटा हुन्छ। सस्टेन कसरी गर्ने त अन्त टुरिज्मले हामीलाई एउटा सस्टेनेन्सको बाटो आफ्नो कल्चर प्रिजर्भेसनको लागि पनि एउटा दिएको छ। त्यसै गरी उहाँहरू कुनै साइटमा घुम्दाखेरि ह्यान्डिक्राफ्टको सामान किन्नुहुन्छ, त्यसले पनि हुन्छ। अब होमस्टेमा बस्नुभयो, होमस्टेमा बस्दाखेरि तपाईँको एउटा रुरल कम्युनिटीको एउटा वुमेन ड्रिभन होमस्टेले पनि त्यसबाट चाहिँ इन्कम जेनेरेट गर्न सक्छ। भन्दा तपाईँको हरेक स्टेपमा एउटा टुरिस्ट लिनेमा चाहिँ हामीले इन्कम जेनेरेसन प्लस त्यो मात्र नभएर राम्रो कामबाट हुने र सबैले नै त्यसबाट फाइदा पाउने र आफ्नो जीविकोपार्जन गर्न सक्ने चाहिँ एउटा क्षमता चाहिँ दिने गर्छ।